इन्टरनेटमा ट्रेन्डिङमा चलेको भिडियो बनाउँदा मेरो फोनको भयो कचुम्बर। मैले बनाउलाको भिडियो चाहिँ यहाँ छ, यो हो। सबैले आफ्नो देशलाई चिनाउने यो सब युज गरिरहेको थियो, जो मसँग यो थिएन। तर मैले अस्ति भर्खर लिएर आएको यो लारी ग्रासको फुल थियो। मलाई चाहिँ जहिले नै अलिकति डिफ्रेन्ट गर्न मन लाग्छ। स्किनलाई एकछिन प्रेप गर्न छोडिदिन्छु अनि मैले जुन कर्ली गरेको थियो त्यहाँनिर चाहिँ सेटिङ स्प्रे लगाएँ। ओके, मैले सुरुमा चाहिँ आई मेकअप गरेँ, सर्टर टाइपको मेकअप गरेँ। यहाँनिर गरेँ मैले एउटा मिस्टेक, बिर्सेँ कि आँखामा मैले मेकअप गरेँ, धन्न मेटिएन कि मेरो आइलाइनर। यति धेरै दुःख गरेर भिडियो बनाउँछ अनि लाइक आउँछ टर्की जस्तो। अनि म मेरो मेकअप गर्दा जहिले पनि मलाई डिस्टर्ब गर्ने भनेको मेरो मितिनी, एप्रिसिएट गर्ने भनेको नि मेरो मितिनीले नै हो। मेरो मेकअप यहाँ भइसक्यो डन। अनि म कपडा चाहिँ केलाम भइरहेको थियो। यो ड्रेस नै लाउँछु सोचेको थिएँ, बट मसँग फुल ड्रेस नभएको भएर चाहिँ मैले गुरुङ ड्रेस लगाएको। मेरो पटुका छैन अनि मैले ब्लू सल किनेर पटुका बनाएको। म चाहिँ एक नम्बरको जुकाडु मान्छे हो। के चिज चाहियो भने मैले त्यसलाई जुकाड लाएरै छाड्छु। मलाई चाहिँ कर्लीले सुहाउनु भएको रहेछ, मैले अलिअलि अगाडि मात्र कर्ली गरेँ। म चाहिँ इनकम्प्लिट फिल गर्छु जबसम्म टिका लाउँदिनँ। अनि मेरो बहिनीले पठाइदिएको चुरा थियो त्यही लगाएँ। एन्ड लेट्स डु इट। 100 टाइम्स भन्दा बढी ट्राई गरेँ, त्यतिचोटि नै मेरो फोन खस्यो। अनि बन्दै थियो भने एङ्गल मिल्दैन, एक दुईचोटि नर्मली यसरी ट्राई पनि गरेँ। म पुरै थाकिसकेँ, म बनाउन सक्दिनँ। अनि यो जुन जस्तो हुन्छ मैले त्यस्तै पोस्ट गरिदिएँ।